भन्ने बिर्सेको म्याच सिक्ने यो चाहिँ म सबैलाई सम्झाइदिन्छु। तिमीहरू को छौ राणीहरू, म सबैलाई सम्झाइदिन्छु। सबैभन्दा पहिला चाहिँ म भाइलाई सम्झाउँछु। गाइस म चस्मा किन लगाएको हुन्छ कि यो लाइटहरूले गर्दा अनि स्क्रिन यहाँ गर्दाखेरि आँखामा हान्दो रहेछ क्या, आँखामा हान्दो रहेछ। त्यही भएर न म पहिला लगाउँदैन त, बिचमा चस्मा यही लाइटहरू आउनु थालेदेखिको। भाइ यो चाहिँ सबैभन्दा म यो भाइलाई भन्छु, भाइ प्लिज प्लिज कसैले तिमीलाई पोडकास्टमा बोलायो, आइज यो त्यो ह्यान त्यान इन्टरभ्यू, कहीँ नजाऊ, कहीँ नजाऊ प्लिज, कहीँ नजाऊ है, कहीँ नजाऊ है। भित्रभित्र लिङ्कअप गर, भित्रभित्र भेट, तर गाना बाहेक मिडियामा अरू आफ्नो थोपडा बोलेको के को नदेखाऊ, नदेखाऊ। अहिले तिमी गाना हाल, गाना बोल्न देऊ। यहाँ राणीको छोराहरू कति मान्छेलाई यस्तै भएको छ, म्याच सिक्ने। एउटा गाना गाउँछ हो, पोडकास्टमा बोलाएर गइदिइहालो, अर्को गइदिइहालो। आफूलाई कस्तो सस्तो बनाइदिन्छ क्या। अनि त्यो पोडकास्टमा तिमीहरूलाई थाहा छैन क्या, तिमीहरूले 3 घण्टा 2 घण्टा त्यहाँ कन्टिन्यू बोल्नु पर्ने हुन्छ हो, तिमीहरूको इन्टरेक्सन हुन्छ। अनि तिमीहरूको इन्टरेक्सन एकछिन न भाइ ए आफूलाई सस्तो नपार क्या। अनि मान्छे जान्छ पोडकास्टमा, अनि 2-3 घण्टाको इन्टरेक्सन हुन्छ हो। अब हामी त्यो ऱ्यापरको गाना सुनेको छौँ, हामी त्यो मान्छेको जोसुकै होस्, त्यो पोडकास्टर भन्नाले ब्लगर होस्, जोसुकै होस् होइन, हामी त्यो मान्छेलाई चिनेको छौँ, हामीले उसले जे देखायो हामीले त्यो देखेको छौँ। तर अब पोडकास्ट इन्टरभ्यूमा जाँदा चाहिँ तिमीहरूले जे चाहिँ देखाउँदिनौ म मान्छेलाई भनेको हुन्छ, त्यो चिज चाहिँ हामी देख्छौँ क्या। अब भाइ अब त मान्छे को त कसरी बोल्दैछ सिक्ने, तेरो हिँडाइ कस्तो छ, तेरो लगाइ कस्तो छ, ए तेरो त्यो 1 मिनटको एक्टिङ मात्रै पो थियो त्यो भिडियोमा, ए तेरो त्यो यस्तो यस्तो हल्लेको गरेको यस्तो यस्तो एक्टिङ मात्रै थियो भनेपछि रियल लाइफमा त पाखै पारेको साइकल कुदाउने स्टाइलले पो हिँड्दो रहेछ यस्तो यसरी होइन। गानामा चाहिँ यो दिँदो रहेछ होइन, यस्तो यस्तो दिँदो रहेछ सिक्ने होइन। अनि लास्टमा चाहिँ हिँडाइ चाहिँ अनि साइकल कुदाइ, यस्तो सबै अफ हुन्छ, अफ हुन्छ। प्लिज प्लिज नजाऊ। लोकी क्या, लोकी। तिमीहरूलाई आफ्नो इज्जत राख्नु छ, तिमीहरूलाई फेमस हुनु छ, तिमीहरूलाई तिमीहरूको काममा इन्ट्रेस्ट देखाओस् भन्ने मान्छेलाई लागेको छ। लोकी राणीहरूलाई चाहिँ के लाग्दो रहेछ भने एउटा इन्टरभ्यू बोलेर भाइ इन्टरभ्यू गरौँ होइन, मेरो सोचले त दाइ ओ नि हो, हामी पनि 90s देखि फलो गरेको नि दाइ, ओ नि टुपाक बिगी हो नि दाइ, दाइ ओ नि हो, म पनि पहिलेदेखि हो नि दाइ, यहाँ बुद्धको साथीदेखि हेरेको मैले हो नि दाइ, ओ नि हो, पुरै त्यही क्या, सेम फकिन गफ। नजा भाइ, कोही नजा। तिमीहरूलाई मेरो म नेपाल गयो भने 2026 एन्ड ल म नेपाल आयो रे, कसले थोपडा हेर्न पाउँदैन भाइ। स्टिल लोकी यत्रो आएर म्याच सिक्ने गर्दा म अझै पनि दिमागमा थाहा छ क्या मेरो टाइम भएको छैन, आएको छैन। तर यिनीहरूलाई कोहीलाई यसो एउटा गाना चल्दिनु मात्रै पर्छ। एक दुईजना मान्छे त्यसरी हराएको छ भाइ, एक दुईजना मान्छे त्यसरी हराएको छ, धेरै सस्तो बनाएर। त्यही भएर प्लिज भाइ गर आफ्नोमा केटा, माया देखाइदियो। हामी राम्रो गर्नेलाई लङ भिजन भएको मान्छेलाई माया देखाउँछ नि। यसरी नेपालमा हुड झल्काउने, हिपहपमा यसरी यो लाइफस्टाइल देखाउने, यसरी सबैजना रमाएर प्यासन जस्तो झल्केको सबै मान्छेहरू भिडियोमा जसको थोपडा देखिन्छ, सबैजना खुसी एनर्जी लिएर आएको त्यस्तो भिडियोहरू कम्ती छ गाइज। हो मैले भने एक्सपेक्टेसन तिमीहरूको जहिले बाहिर सुनेर अझै माथि थियो, मेरो पनि माथि थियो क्या भाइ। तर द्याट डोन्ट मिन कि यो गाना बिल्ला हो क्या, यो गाना दामी छ। तर यति हो, जहिले बाहिरको जुन थियो मेरो लागि चाहिँ त्यो नम्बर 1 हो क्या भाइ। अरू गाना त्यो नेपालीहरू पनि कम्ती नै आएको छ क्या त्यहाँ त्यो लेभलमा। मेरो पर्सनल हिसाबले भन्नुपर्दा चाहिँ बुझिनस्। अरे अझै गर्दै गर, लोकी बस, कङ्ग्रेचुलेसन, बेस्ट अफ लक, तिम्रो सेकेन्ड गाना हो। सो स्टिल लेट्स चाहिँ यो गानामा कसैले आएर तिमीलाई होइन भाइ भएन यो गाना, यो गाना होइन भाइ, लेट्स चाहिँ यो गाना भ्युज आएन अरे, फेरि पछि अब नराम्रो कमेन्टहरू एड भयो अरे, केही चिन्ता गर्नु पर्दैन। पेसेन्स राख्नुपर्छ, पेसेन्स चाहिँ चाहियो क्या भाइ। तिमीहरूको चाहिँ के छ भने एउटा गाना झार फेमस भइहाल्नु पर्ने भाइ। 2020बाट
2020बाट भाइ म 2020बाट भाइ मैले जसरी भने जसरी म आएँ, जसरी मैले गाना गाएँ, जसरी मैले म्याच चिक्ने मुझे एक दुई ठाउँमा मुझे नेपालमा मुझे यो मुझे के अरे 16 देखि मुझे 30 हुनेसम्मकोहरूलाई छोड्दैन त्यो 60 सम्मको हुनेहरूलाई जसरी यसरी मैले पक्रेर राखेको थिएँ नि भाइ, त्यहाँदेखिको लिएर फेरि म त्यो छोडेँ, फेरि मैले गाना गाएँ, फेरि गानामा आएँ हो। अनि जसरी मैले इन्फ्लुएन्स गरेको छु कति ठाउँमा, जसरी मेरो 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 के भन्छ डेमोग्राफिक्सहरू के भन्छ त्यसलाई नम्बर्सहरू मेरो जसरी तेरो गानादेखि लिएर ऱ्यान्टदेखि लिएर टिकटकदेखि लिएर साउन्डदेखि लिएर जसो मेरो युज गर्छस् नि होइन भाइ, खोइ त स्पोन्सर, खोइ स्पोन्सर यति बेला त के यत्रो साउन्डमा त भाइ आई स्वेयर ढाँटेको होइन यार, यत्रो साउन्ड के हुनु पर्ने क्या। तर होइन क्या गाइज, होइन त्यसरी हुँदैन। मैले अहिले खोइ गर्छु, पेसेन्स चाहिन्छ क्या, पेसेन्स, अझै छाप बसाउनु पर्छ। अनि तिमीहरूको चाहिँ के छ, एउटा गीत हान्यो अनि दुईजना भाँडाको टट्टु हो ल्याएर आउँछ, अनि एक दुईजना आफ्नै चिक्ने साथी, अनि यता एक दुईजना घरको सदस्य आमा बाउ हो चित्त नदुःखो छोराको भनेर अनि राम्रो छ गाना भनिदिने, अनि यिनीहरूलाई चाहिँ अब टेन्सन, अनि म्याच चिक्ने राम्रो छ त गाना त मुजी, दुईजना भाँडाको टट्टु बेस्ट फ्रेन्डले पनि दामी बनिदियो त।